नमस्कार, स्वागत छ। आज मैले तपाईहरुको लागि नेपालमा कस्ता विदेशीले नेपाली नागरिक वा नेपालमा बसोबास गरेको विदेशीको बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा ग्रहण गर्न सक्छन् भन्ने जानकारी लिएर उपस्थित भएको छु। यसको लागि तपाईले मुलुकी देवानी संहिता 2074 को दफा 192, दफा 192 को उपदफा 1 मा हामीले हेर्यौं भने देखाएका कुनै विदेशीलाई नेपाली नागरिक वा नेपालमा बसोबास गरेको विदेशीको कुनै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा ग्रहण गर्ने अनुमति दिन सकिनेछ भनेर भनिएको छ। खण्ड क मा विवाह भएको 10 वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पति, त्यसैगरी खण्ड ख मा भने 45 वर्ष उमेर पूरा भई 55 वर्ष उमेर ननागेकी अविवाहित, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला। त्यसैगरी अर्को भनेको खण्ड ग मा हेरौं, त्यहाँ चाहिँ के भनेको छ भन्दा 45 वर्ष उमेर पूरा भई 55 वर्ष उमेर ननागेको अविवाहित, विधुर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने पुरुष। तर फेरि उपदफा 2 मा पनि हामीले हेर्नुपर्छ है, त्यहाँ के भनेको छ भन्दा उपदफा 1 मा जुनसुकै कुरा लेखिएको भए तापनि देखाएका कुनै विदेशीलाई धर्मपुत्र वा धर्मपुत्री राख्ने अनुमति दिन सकिने छैन। जसको खण्ड क मा होस ठेगानामा नभएको, त्यसैगरी खण्ड ख मा भने नैतिक पतनदेखि नै फौजदारी अभियोगमा नेपाल वा सम्बन्धित मुलुकको अदालतबाट कसुरदार ठहरिएको। सो ती बाहेकका अन्य विदेशी जो नेपालमा धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्नको लागि चाहिँ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खुल्ला गरेका मुलुकका नागरिकले चाहिँ नेपालमा नेपाली नागरिक वा विदेशीको, नेपालमा बसोबास गर्ने विदेशीको बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा चाहिँ स्वीकार गर्न सक्नेछन् भन्ने कानुनी प्रावधान रहेको छ। र अन्य तपाईलाई केही प्रश्न छन् भने तपाईले मलाई कमेन्टमा सोध्न सक्नुहुन्छ। र अन्तिमसम्म मेरो भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।